अँ, आज हामी अलिकति गहिरिएर हेर्दैछौँ, खासमा पूर्व राजा ज्ञानेन्द्र शाहसँग जोडिएका केही ऐतिहासिक दाबीहरू। हो र यसका लागि हामीले 16वटा जति पुस्तकहरू अनि एउटा खोजमूलक पत्रिकाको लेख र एउटा पडकास्ट सामग्रीलाई आधार बनाएका छौँ होइन त। हो नि, यी स्रोतहरूले त उनको शासनकाल अनि त्योभन्दा अगाडिका पनि कस्तो भने निरङ्कुशताको चाहना, आर्थिक अपचलन, तस्करी जस्ता अलि गम्भीर आरोपतिर सङ्केत गर्छन्। गरेका छन्। अब हाम्रो उद्देश्य चाहिँ यी स्रोतमा आएका कुराहरू के रहेछन् भनेर केलाउने नै हो। एउटा समग्र तस्विर बनाउने प्रयास गरौँ न त। अब यो शाह वंशमा शक्ति आफैमा राख्ने प्रवृत्ति त्यो त खासै नौलो थिएन भन्ने सङ्केत मिल्छ नि स्रोतहरूमा। जस्तो राजा त्रिभुवनले 2007 सालपछि प्रजातान्त्रिक संविधान दिन्छु त भने, तर त्यो सेना लगायतका शक्ति चाहिँ आफैमा राखेको कुरा। बीपीले आत्मवृत्तान्तमा नेहरूको भूमिकाबारे पनि अलि इशारा गर्नुभएको छ। अनि राजा महेन्द्रले 2017 सालमा गरेको त्यो कू त छँदैछ नि, मतलब सैनिक शक्ति नै प्रयोग गरेर जननिर्वाचित सरकार हटाएको। हो, नवराज सुवेदीको संस्मरणमा त यसमा भारतको पनि अलिअलि संलग्नता थियो कि भन्ने छ। त्यो भारतीय सेनाध्यक्ष र राजदूतसँग भेटेपछि यो कदम चालेको भन्ने जस्तो। त्यसपछि त पञ्चायती व्यवस्था आयो, दलहरू प्रतिबन्धित भए। अब यो पृष्ठभूमिमा ज्ञानेन्द्र शाहको भूमिका चाहिँ कस्तो देखिन्छ त? ज्ञानेन्द्र शाहले पनि अब त्यही खालको विरासतलाई निरन्तरता दिन खोजेको भन्ने आरोप छ नि स्रोतहरूमा। हो र? डाक्टर भेषबहादुर थापाको पुस्तकमा के छ भने 2059मा भारत जाँदा उनले वाजपेयीसँग निर्दलीय शासनकै लागि समर्थन खोजेका थिए रे। अटल बिहारी वाजपेयीसँग? अनि के भयो? तर वाजपेयीले चाहिँ होइन, संवैधानिक राजतन्त्रको सीमा ननाग्नुस् भनेर सुझाए रे। तर पछि 2061 माघ 19मा त उनले प्रत्यक्ष शासन लिए नि, होइन? हो नि, त्यसलाई धेरैले कुनै भन्छन्। अनि त्यसले त झन् राजतन्त्रको अन्त्यलाई हतार गर्यो। यी शब्द पनि प्रयोग भएको छ। पञ्चायतकालमा ज्ञानेन्द्र र उहाँको भाइ धीरेन्द्रले दरबारभित्रैबाट एउटा समानान्तर सत्ता जस्तो चलाएको आरोप छ। समानान्तर सत्ता? हो, सूर्यबहादुर थापा र विनोद चौधरीले त्यसलाई भूमिगत गिरोह नै भनेका छन्। त्यसै मार्फत आर्थिक लाभ लिएको भन्ने आरोप। विनोद चौधरीले त त्यो सेयरको कुरा पनि लेख्ने भएको छैन? 51% दरबारको, 49% लगानीकर्ताको। हो, कतिपय व्यवसायमा त्यस्तो हुने गरेको लेख्नु भएको छ। मतलब दरबारको शक्ति प्रयोग गरेर व्यापारमा अनुचित प्रभाव पार्ने प्रयास थियो कि भन्ने देखिन्छ। अरू पनि छन् कि यस्ता आर्थिक अपचलनका उदाहरण? छन् नि, जस्तो त्यो शाही नेपाल वायु सेवा निगममा उनको प्रभावको कुरा, अनि बोइङ 757 किन्दा वा कुलेखानी बाँध बनाउँदा कमिसनको चर्चा पनि छ स्रोतहरूमा। हो र? अनि त्यो ओमेगा घडीको के हो? नवराज सुवेदीले लेख्नु भएको छ, त्यो ओमेगा घडी कारखाना खोल्न लाग्दा ज्ञानेन्द्रले आधा सेयर नै मागेछन् अनि त्यो योजना नै तुहियो रे। आधा सेयर नै? बाबा! अनि डाक्टर भेषबहादुर थापाले आफूलाई त्यो गलैँचा काण्डमा फसाइएको भन्नुभएको छ नि, त्यो के थियो खासमा? गलैँचा निर्यातमा नक्ली भ्याट बिलको प्रयोग भएको त्यो प्रकरण थियो। डाक्टर थापा त्यसमा मुछिएका थिए। अनि फसाइयो चाहिँ किन अरे? उहाँको पुस्तक अनुसार ज्ञानेन्द्रको एउटा पानी जहाज कम्पनी खोल्ने योजना रहेछ। त्यसका लागि राज्य कोषबाट 60 करोड जमानी बस्न डाक्टर थापाले मानेनछन्। अनि त्यसैको बदला लियो भन्ने? हो, राजनीतिक प्रतिशोध स्वरूप गलैँचा काण्डमा फसाइयो भन्ने उहाँको निष्कर्ष देखिन्छ। बाफरे! आर्थिक अपचलन, सम्भावित राजनीतिक प्रतिशोध, यी सँगसँगै त तस्करी जस्ता झनगम्भीर आरोप पनि छन् नि स्रोतहरूमा। छन् त, जस्तो पदम ठकुराठीको पडकास्टमा आधारित लेखले भन्छ, विमानस्थलको विशेष सुविधा दुरुपयोग गरेर पुरातात्विक मूर्ति विदेश तस्करी हुन्थ्यो रे। मूर्ति नै? कस्तो मूर्ति? भक्तपुरको भूपतिन्द्र मल्लको मूर्ति नै निकाल्न खोजिएको, तर त्यो स्थानीय प्रहरीले रोकेको घटना समेत उल्लेख छ त्यसमा। अनि सुन तस्करीको कुरा पनि छ? भारतमा सुन बेचेर नाफा कमाउने गरेको आरोप पनि छ। त्यो पत्रकार पदम ठकुराठीमाथि 2043 सालमा गोली जलेको थियो नि, त्यसलाई पनि यस्तै कुरासँग जोडेर हेरिन्छ, होइन? हो, ठकुराठीले ज्ञानेन्द्र र धीरेन्द्रका यस्तै गतिविधिबारे लेखेकै कारण उनको हत्या प्रयास भयो भन्ने आरोप छ। गोली लागेर उनको एउटा आँखा नै गुम्यो नि। हो नि, त्यो घटनाले त्यति बेला निकै तरङ्ग ल्याएको थियो। अनि अर्को एउटा अझ गम्भीर आरोप चाहिँ गैंडा तस्करीसँग जोडिएको देखिन्छ। त्यो के हो? हो, यो अलि अचम्म लाग्दो छ।
2046 असार 29मा श्री 5 महेन्द्र प्रकृति संरक्षण कोषको बैठक बसेछ ज्ञानेन्द्रकै अध्यक्षतामा। उनी अध्यक्ष थिए र? थिए। त्यो बैठकले साइटेस महासन्धि जसले सङ्कटापन्न जीवजन्तुको व्यापार रोक्छ त्यसलाई छलेर गैंडा विदेश पठाउने निर्णय गर्यो रे। साइटिसलाई छलेर कसरी? भाले गैंडाको $1,00,000, पोथीको $1.5 तोकेर त्यसलाई चन्दा देखाउने रे। अनि त्यो पैसाको 75% कोषले 25% सरकारले लिने भन्ने निर्णय भएछ। ए, चन्दाको नाममा व्यापार। तर त्यो पैसा आले त गोपाल गुरागाईँको रिपोर्टले त अर्कै भन्छ नि। हो त्यही त। गुरागाईँको रिपोर्ट अनुसार 5वटा गैंडा पठाएर आएको $5,50,000 कोषमा पुगेन रे। ज्ञानेन्द्रले नै हिनामिना गरेको आरोप छ। हिनामिना नै? अनि त्यो बेलाका सदस्य सचिव हेमन्त मिश्र, जसले पछि किताबमा ज्ञानेन्द्रको प्रशंसा गरेका छन्, उनको भूमिका के थियो त? हो, यो अलि विरोधाभासपूर्ण देखिन्छ। स्रोतहरूले यसको स्पष्ट जवाफ दिँदैनन्, तर रकम हराएको आरोप त निकै गम्भीर हो नि। एकदमै गम्भीर। भनेपछि समग्रमा हेर्दा यी विभिन्न स्रोतले पूर्व राजा ज्ञानेन्द्रमाथि निरङ्कुश बन्न खोजेको, पद दुरुपयोग गरेर आर्थिक लाभ लिएको अनि मूर्ति र गैंडा जस्ता राष्ट्रिय सम्पदा नै तस्करी गरेको जस्ता आरोप लगाएका छन्, होइन त? हो, आरोपहरू यस्तै देखिन्छन्। अन्त्यमा एउटा रोचक कुरा छ है स्रोतमा। त्यो चीनका अन्तिम सम्राट पुईको। ए हो त, सत्ता गएपछि माली बनेका। जीवनको अन्तिमतिर साधारण मालीको काम गरेर बिताउनु परेको थियो रे। अब यो उदाहरणले कतै ज्ञानेन्द्र शाहलाई, मतलब इतिहासबाट सिकेर आफ्नो अहिलेको नागरिक हैसियतलाई पनि जोखिममा पार्ने काम नगर भन्ने खालको परोक्ष सुझाव दिएको हो कि? खै, त्यो त सोच्ने कुरा भयो। एउटा प्रश्न छोडेर जान्छ यो कुराले। हो नि। यही प्रश्नमा सोच्दै आजलाई बिट मारौँ न त।